दर्शकवृन्द नमस्कार। प्रतिनिधि सभा सदस्य 2082 को मत परिणाम के कस्तो रहेको छ भन्ने विषयमा म जानकारी दिन गइरहेको छु। राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिटमा विजय प्राप्त गरेको छ भने 86 स्थानमा अग्रस्थान रहेको छ। त्यसैगरी नेपाली कांग्रेसले पनि एक स्थानमा विजय हासिल गरेको छ भने 11 स्थानमा अग्रता देखाएको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीले 8 स्थानमा अग्रता देखाएको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनले अग्रता 7 स्थानमा रहेको छ। त्यसैगरी झापाको क्षेत्र नम्बर 5बाट बालेन्द्र शाह 6090 मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी केपी शर्मा ओलीले 2087 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी समीर तामाङले 139 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी चितवनको निर्वाचन क्षेत्र नम्बर 2मा बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले 10,822 मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी मीना कुमारी खरेलले 3,227 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनका अस्मेन घिमिरेले 2,846 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर 1बाट रन्जु दर्शना विजयी हुनुभएको खबर हामीले भर्खरै पनि भनिसकेका छौँ। उहाँले 15,455 मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रबल थापा छेत्रीले 6,364 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले 3,902 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लेनिनका मोहन राज रेग्मीले 1,618 मत प्राप्त गर्नुभएको छ।